चेलीमाथि एउटा छोरीमाथि यसरी माइती घरमा यो खालको व्यवहार भइरहेको छ। दर्शकबिन माइती घरमा यहाँ हेर्नुहोस् एउटा पीडित नारी यहाँ बसेको प्रहरी यहाँ नेकपा एमालेका कार्यकर्ताहरूले यहाँ बसिरहेका चेलीहरूलाई पनि छोडेका छैनन्। यसरी एउटा चेलीलाई पनि ठोक ठोक भन्दै लखटिरहेका छन् यहाँ कार्यकर्ताहरूले, एमालेका कार्यकर्ताहरूले। ल हेर्नुहोस् यहाँ चेली बेटीलाई पनि छोडेका छैनन्। एकजना चेली केही मुद्दा लिएर माइती घरमा बसिरहेकी थिइन्। सोही क्रममा यति बेला यहाँ नेकपा एमालेका समर्थकहरू कार्यकर्ताहरू छन्, सँगै चेलीलाई लखटेका छन्। हात हालाहाल भएको छ। अझ त्यो चेलीलाई एकजना छोरा मान्छेले भुतलेका छन्, जो एमालेका कार्यकर्ता हुन् या को हुन्। यसरी भुतालिएको छ। यो दृश्य पनि देखाइरहेका छौँ। त्यसमा यसरी माइती घरमा पीडितहरू पनि आफ्ना मुद्दा लिएर अनसन बसिरहेका छन् कोही। तर यति बेला यहाँ नेकपा एमालेका समर्थकहरूले कार्यकर्ताहरूले यसरी घेरेका छन्, लखटेका छन्। माइती घरमा कोही बस्नै नहुने परिस्थिति।